ल है मेरो चाहिँ यहाँनिर घोगीको रेसिपी चाहिँ सुरु भएको छ। यो चाहिँ यति धेरै घोगीको यति चाहिँ त्यसको भित्रको मासु। यहाँनिर मैले चाहिँ प्याज टटक्क पार्दैछु। अब यो म ढुङ्गिहाल्छु। हेर्नुहोस् है। मैले हालिसकेँ, चलाउँदैछु। झन्डै यो लगभग 1 केजी नै छ होला है, देख्न सक्नुहुन्छ। एकछिन म यहाँनिर टमाटर खुर्सानी रेडी छ। यहाँनिर पेस्ट मसला रेडी छ है। यहाँनिर घिउ चाहिँ फ्राई हुँदैछ टक्कसँग। अब यसमा चाहिँ म बेसार हाल्छु अलिकति। बेसार हाल्दैछ मेरो। बेसार हालेँ, चलाउँछु यसरी। बेसार हालेर अब यसलाई मैले अब नुन हालेँ। नुन सक्नुहुन्छ। यहाँनिर मिक्स मसला छ, यो पनि म यहाँनिर एड गर्दैछु। चलाउनु यसरी मजाले। मसलाहरू रेडी छ। यसरी चाहिँ अब पाक्नु लाग्यो। यसलाई अब म टमाटर खोर्सानी पनि एड गर्छु, देख्न सक्नुहुन्छ। ढुङ्गी चाहिँ बन्न लागे दामी तरिकाले। र यसरी घुङ्गी चाहिँ पाक्न लाग्यो। अब यसलाई म यहाँ धनियाँका पाउडर एड गर्दैछु हल्का हल्का। त्यहाँदेखि मिट मसलाहरू अलिअलि एड गर्छु थोरै। हेर्नुहोस् है, अब यस्तो दामी बनाउँछु म। सक्नुहुन्छ। फाइनली चाहिँ तरकारी चाहिँ रेडी भयो घुङ्गीको। अब यसलाई तर म ग्रेभी बनाउँछु। यस्तो दामी पाक्यो। अब एउटा चाख्छु ल। त्यसो यम्मी यम्मी यम्मी। यसलाई चाहिँ म ग्रेभी बनाउँछु। घुङ्गीको ग्रेभी चाहिँ यसरी फाइनली रेडी हुनु लाग्यो। देख्न सक्नुहुन्छ।